के अरे आजको आन्दोलनको गतिविधि लगभग सबै हेरियो। तपाईँहरूको आन्दोलन गर्ने तरिका पनि हेरियो, सबै कुरा हेरियो। यो चाहिँ कुन तरिकाको आन्दोलन हो तपाईँहरूको खासमा नबुझेको? कस्तो अराजक तरिकाको चाहिँ आन्दोलन हो यो? मान्छे चाहिँ बाटोमा हिँड्दै गरेको मान्छेलाई पिटेको छ, अनसनमा बसेको मान्छेलाई पिटेको छ, भुतालेको छ, ड्युटीमा बसेको सेक्युरिटी गार्डलाई गएर टाउको फोरेको छ, रतम्य बनाएको छ। यो कुन चाहिँ हिंसात्मक चाहिँ आन्दोलनतिर चाहिँ डोरिँदै हो एमाले? अलिअलि बचेकुचेको पनि अब नराख्ने तरिकाको चाहिँ गर्न खोज्या हो कि कसो हो? तपाईँका केपी बाले गल्ती गरेका छन् भने तपाईँको केपी बालाई चाहिँ कारबाही हुन्छ, होइन भने चाहिँ दोषी छैनन् भने कारबाही हुँदैन। कानुन सम्मत हुन्छ सबै। कानुनभन्दा तपाईँको बा चाहिँ माथि छैनन्। त्यही भएर चुपो लाएर घर बस्यो हुन्छ। आन्दोलन गर्ने हो भने शान्तिपूर्ण तरिकाले आन्दोलन गर्नुहोस्। कुनै सार्वजनिक सम्पत्ति कोही चाहिँ बाटोमा हिँड्दै गरेको मान्छे, कोही ड्युटीमा बसिरहेको चाहिँ मान्छेलाई चाहिँ गएर चाहिँ भुताल्ने, पिट्ने तपाईँहरूको अधिकार छैन। आन्दोलन गर्ने तपाईँको अधिकार छ शान्तिपूर्ण, त्यही पनि कसैलाई चाहिँ गएर पिट्ने लखट्ने यो तपाईँहरूको चाहिँ यो अधिकारभित्र पर्दैन। अर्को कुरा, तपाईँहरू आफै पनि पिटाइ खाइरहनु भएको छ पुलिसबाट। के पाउनुभयो तपाईँहरूले? चाहिँ पाउनु चाहिँ के हुन्छ? अर्को कुरा, केपी ओलीको राजनीति लगभग सकियो। अब सकिएकै हो। अब तपाईँहरू गएर रोडमा कराएर चाहिँ हुनेवाला पनि केही छैन र केपी ओलीजीको चाहिँ राजनीति लगभग सकियो। अब बुझ्नुभयो नि? त्यो भएको कारणले गर्दाखेरि यो अराजकतिर चाहिँ नगइकन कानुनको बाटो रोजेर चाहिँ कानुनी अनुसार लड्नुहोस्। कानुनभन्दा तपाईँका केपी बा माथि छैनन्। कानुन सबैले बराबर हो। चाहे पूर्व प्रधानमन्त्री होस्, चाहे पूर्व मन्त्री होस्, चाहे सांसद होस्, चाहे जुनसुकै निकायका मान्छेहरू हुन्, कानुन सम्बद्ध नै हुनुपर्छ। कानुनभन्दा देशभन्दा माथि कोही पनि छैन। यो कुरा हेक्का राख्नु होला। अर्को कुरा, यी जुन जेन्जी एमालेका जेन्जी भाइ बहिनीहरू पनि देखिरहेछौँ, उहाँहरूका बाबुआमालाई भन्न चाहन्छु म एउटा कुरा, तपाईँहरूले चाहिँ के सम्झेर तपाईँका छोराछोरीलाई आन्दोलन पठाउनु भएको छ? भोलि चाहिँ त्यो आन्दोलनमा तपाईँका छोराछोरीको हातखुट्टा भाँचिएला, टाउको फोड्ला, को जिम्मेवारी हुन्छ? पछि के गर्नुहुन्छ? सम्झाउनुहोस्। एक दिनको मिस्टेकले गर्दा जिन्दगीभर पछुताउनु पर्ने चाहिँ अवस्था आउन सक्छ। जेन्जीका बाबुआमालाई पनि चाहिँ यो भन्न चाहे मैले, सम्झाउनु होला। तपाईँ चाहिँ एकजना मान्छेको पछि लाएर केही हुनेवाला छैन। र तपाईँहरूले सरकारलाई, 2/3 सरकारलाई हल्लाउन पनि सक्नु हुँदैन, हल्लिँदा पनि हल्लिँदैन सरकार। उनीहरूसँग सबै आफ्नो छ, आफ्नो तरिकाले कानुन सम्मत काम गर्छन्। कानुन अनुसार काम गर्दै जाँदाखेरि चाहे केपी ओली होस्, चाहे शेरे होस्, चाहे खड्का होस्, चाहे थापा होस्, चाहे जोसुकै होस्, जो पनि पर्न सक्छन्। कानुन अनुसार लड्दै जाँदाखेरि कोही विरोध गर्न आउँछ भने, कोही मुठभेड गर्न आउँछ भने, कोही घुसपेट गर्न आउँछ भने त्यति बेला पुलिसले पनि तपाईँहरूलाई लाठीचार्ज गर्ने, बल प्रयोग गर्न सक्छ। त्यही भएर होसियार भएर चाहिँ आन्दोलन गर्नु होला, गर्नै पर्यो। होइन भने चुप्पो लाएर चाहिँ कानुन अनुसार काम गर्नु होला, कानुनलाई साथ दिएर काम गर्नु होला, कानुन अनुसार लड्नु होला भन्न चाहे। धन्यवाद।